पाठीभरा माता की Hey guys, welcome to AB Vlogs vlog. अब आज चाहिँ हामी पाठीभरा मन्दिरको दर्शन गर्नु गइरहेको छौँ। कन्याम ठुलो पाठीभरा हैन कि हाम्रो सानो इलामको कन्याम पाठीभरा जाँदैछौँ। गाडी अघि 1 घण्टादेखि आएर वेट गरिसकेको छ। यहाँनेरि 6 बजे जाने भनेको 7 बज्नु आँटिसक्यो, तर पनि केही छैन। हामी सबै मिलेर जानेछौँ। के छ भन्नु? हामी कहाँ जाँदैछौँ आज हामी कहाँ जाँदैछौँ? कन्यामको सानो पाठीभरा जाँदैछौँ। मम्मीको निन्द्रा पुग्यो? अब हामी सबभन्दा संसारमा धर्म र कर्मै रहेछ। त्यस कारणले गर्दाखेरि अब हामी धर्मकै लागि चाहिँ अब यहाँ उर्लाबारीबाट चाहिँ हाम्रो घरदेखि चाहिँ अब हामी ज्वाइँ चेलादेखि लिएर हाम्रो छोराहरू नातानातिनी सबै अब इलामको हाम्रो ताप्लेजुङ ठुलो पाठीभराको शाखा चाहिँ हाम्रो कन्याममा छ। त्यस कारणले हामी त्यहाँ अब पाठ पूजाको लागि र भाकाल बन्देज हाम्रो परिवारमा राखेको हुँदाखेरि हामी अब आज उहाँको सेवा गर्नुको लागि चाहिँ हामी सबै परिवार आज हामी अब प्रस्थान हुँदैछौँ। र अब बाटोघाटो भनेको राम्रो छ। अहिलेको पहिलेको जस्तो नेपालमा छैन। डाँडा काँडामा हरेक बाटो पुगिरहेछ, सबै सुविधा छ र सबै हाँसैलो खुसैलो तरिकाले चाहिँ अब भगवान हाम्रो सानो पाठीभरामा चाहिँ हामी जाँदैछौँ। धन्यवाद है जय साल। आजको यात्रा शुभ रहोस् हैन तपाईँ? हजुर, आजको यात्रा शुभ रहोस्। मम्मी 1-2 शब्द जाओ सबैको। खै बाबुले जसो भनेको त्यसै ठिकै भयो। म त आउँदैन भन्नु आयो त्यसो भने यात्रा सफल रहोस् मम्मी हैन र? सफल रहोस्। हामी के कामले जानु आँटेको छौँ, हाम्रो सबै कुरा सफल भएर घर फर्किनु पाऊँ होइन त मम्मी? यति नै ल है त अब हामी रेडी हुँदैछौँ। यहाँ तल गाडी चाहिँ 1 घण्टादेखि ड्राइभर सुतिसक्नु भयो होला, निदाउनु भयो होला, फेरि उठ्नु पनि भएर फेरि सुत्नु भयो होला, फेरि उठाएर लानु पर्ला। ठिकै छ ल, त्यही हो ल। सी अन द वे गाइस। अब त्यही हो कन्यामको हामी सानो पाठीभरा जाँदैछौँ ल है त। ल ब्याङ इट्स लोकेटेड इन इस्टर्न नेपाल, इस्ट नेपाल है त। 1 hour later. शान्ति तिमीले बगाएर काशी 7 समुद्र पुर्याइदेऊ है। साथमै हाम्रो सबै दशाका शान्ति एकदम गरिदेऊ। हाम्रो परिवार देश परदेश जाने छोराछोरीहरूको सबै हाम्रो दशाका शान्ति सबै बगाएर चाहिँ काशीदेखि पनि लिएर वहाँनिर 7 समुद्र पुर्याइदियो है परमेश्वर साथमै। ल है त भाइ माथा अब सुन्नुभयो होला नि बुवाको, अब पुऱ्याइदिनु होला। अब भाइ माताले रक्षा गर्नुहुन्छ होइन दाजु। ल अब हामी चाहिँ शिव सताची नगरपालिका नाइदारबाट अब फेरि यात्रा अगाडि बढ्दैछ अब होइन त दाजु? कन्काईपुरबाट कन्काई हुँदै बिर्तामोड पुग्दिनौँ चारालीबाट होइन दाजु? हामी लाग्छौँ है त। ल होइन नि, ए हो सरी हो ल है त। ल सी अन द वे। यो चाहिँ अहिले हामी वृक्ष भन्ने क्याफेमा बिर्तामोड छेउमा अब कफी खानु रोकेको छौँ होइन। ल वेलकम दाजु, वेलकम वृक्ष क्याफे। ल वेलकम। ल लेट्स गो। क्याफेमा आएको छौँ हामी कफी खान, तर अब रेडी छ कि छैन अब हेरौँ। यतै बाहिरै बस्छौँ दाजु? ए यता हो ल। अल गुड ब्याङ।
ल है हामी चाहिँ कन्याम आइपुगिसक्यौँ पाथिभरा जाने मेन द्वारमा छौँ होइन त गेटमा सफल यात्रा भएर हामी यहाँसम्म आइपुग्यौँ के छ त कान्छी तिम्रो कहाँ आइपुग्यौ काजल भाकल पुरा गर्ने होला नि त होइन कान्छी अब ल जाउँ वेदर चाहिँ ब्युटिफुल छ ब्युटिफुल ब्युटिफुल वेदर छ पुरै आउनु जाउँ जाउँ यहाँनिर बुढाबुढीको पुरै चलिरहेको छ ल है त आम्मामा पुरै जाडो पो छ त हौ यहाँ त आम्मामा यहीँ तलपट्टि कस्तो गर्मी छ पछि यहाँ निस्केर है वेदर त बवाल छ बवाल वेदर छ पछाडि अब यहाँदेखि अब हामी माथि जानेछौँ बवाल छ वेदर ल अब हामी चाहिँ कन्यामको माथि चढ्नेछौँ मम्मी कति जाडो भइरहेको छ कि एकदम ठिक छ है गर्मीले सताको बेलामा सताको घमौरानीको हुन्छ यो त के भयो एकदम रमाइलो के भयो ल ओके अल गुड ब्याङ ल के लिने ल पुरै सबैतिर छरिएको छ हामी लिन ल खुद लियोनलाई उयो बोका गराउन लाउनु पर्छ होला जाडो छ अस्ति आउँदाखेरि चाहिँ गर्मी थियो त्यत्रो श्रीअन्ती गएर आउँदा पनि कसलाई लक्ष्मी आँसुलाई काजल हो नि कुचको छ त यो काजल लिसा भन्दा नि भर्खरको देखेको छ त होइन आँसुलाई के छ त्यहाँभित्र लियोनले बोका डोर्याउँछ अब 1 minute 37 seconds later. ल जय पाथिभरा ल अब जय पाथिभरा यहाँ बाँधेर चाहिँ हेर्नु त है ल 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 यहाँ सबैलाई ढोका जय पाथिभरा माता ल जाउँ ल भगवान पाथिभरा देवीले रक्षा गरून् सबैजनालाई होइन ल ओके अब कतिवटा स्टेप 1000 कतिवटा स्टेप छ 1000मा 10 स्टेप चढ्यौँ होला 1000 कतिवटा स्टेप छ आज मम्मीले धुपबत्ती ल्याउनु भएको बाती ल्याउनु भएको छ कहिलेको भन्दा 1000 समथिङ उहिले मर अन्तखेरि भएर काटेको ए ल है शुभ दिनमा अब मम्मीले आउँथ्यो मलाई जाल्ने हो है अब हामी जाँदैछौँ ल कस्तो भाइले फेरि आज रङ सुज चोइस गरिरहेको छ आउन मैले पनि रङको सुज होइन खतरा छ रङ परेको छ हिलवाला सबको निधारमा ल जय माता हिलाएर आज पुरै अब चाहिँ हामी आधी बाटो आउनु लाग्यौँ अझै आधी घन्टा चाहिँ लाग्दो रहेछ भन्ने कुरा आइरहेको थियो साँच्चीको लाग्छ होला ल यस्तै छ है हजुर हिँड्ने ठाउँ राम्रो छ वकिङ वे गुड जय पाथिभरा माता खोइ रिक्मो हाउ आर यु के अरे गल्यौ कि मजा आइरहेको छ ए ल ल ल ल है त ल इन्जोय गर्नुभएको छ पहिले लाइफ ट्रेकिङ गएर है खतरा क्याम्पिङ स्याम्पिङ सबै ओ आहा भक्ति आरती
आरती उतार्दै आउँदै हुनुहुन्छ दाजु एसी है कति 16 हो कि 24 हो 16 को हो दामी 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 मजा छ है गाइड्स ल राम्रो ट्रेकिङ हुने रहेछ ल टोलीहरूको पुरै अफरोड ट्रेकिङ हुँदैछ होइन त अन्त फुल अफरोड छ त दाजु 4 व्हिल लगाउनै पर्ने भयो त ल है ल पुरा अफरोड ट्रेकिङ आउने बेलामा भइरहेको छ डनहरू त्यत्तिकै हावा गप्दिएको रहेछ अघि डन अरे ऊ हेर त छोरा हो कि हेर्नुहोस् त नाङ्गेल हिँडेको हेर त त्यहाँ अब आउनु आँटो हो म त अनि उफ्रेर फेरि एकैचोटि पुग्छु नि तल लाग्यो तपाईँको लु 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 यहाँ बस्यो कि जुका लागिहाल्छ कुदे कुदे गर्नुपर्छ है हिँडेको हिँडै ल झन् कुदो भने लाग्दैन जुका 1 hour later. ल है हामी चाहिँ आइपुग्यौँ बेस क्याम्प रातिहराको अब यहाँदेखि चाहिँ दर्शन हुन्छ नाङ्गेल तिमी पनि हिँडेर आएको गल्यौ हिँड्नु सकिँदो रहेछ कहाँ गल्छ हौ गलिन भन न गलिन भन त भाइ छिटो न भन न हौ गलिन टाउको मात्रै होला ल जाउँ अब हामी ए सबैलाई पर्खेर एकैचोटि जाउँ न त है सबैलाई पर्खेर एकैचोटि जाउँ ल है ल यो चाहिँ पाथिभराको अब आउनु भएको छैन भने यहीँ गोप्रोबाट दर्शन गर्दा हुन्छ सानो पाथिभरा कन्या ब्याङ कतिको जुगा लाग्दो रहेछ मलाई ज्याउ ज्याउ म थोरै थिएन दाजुलाई 1 लट भेटिसक्यो जुकाले बुवालाई कति लट भेट्यो ठिकै छ ल पाथिभरा माताको कृपाले राम्रै हुन्छ अब ल जाउँ ल है यहाँ तल पनि पूजापाठको सामान किन्नु पाउँदो रहेछ माथि पाउँदैन भनेर हामीले तलै किन्यौँ तर माथि पनि पाउँदो रहेछ है पूजापाठको सामानहरू है त तपाईँहरू आउनुभयो भने माथि किन्दा हुन्छ जुका जुकाको कसरी थाहा भयो मैले देखेँ नि देन्छ नि आइ त तेरोमा जुगा छ कि जुगा रहेछ जुका पऱ्यो जुकाबाट चाहिँ सतर्क दिदीले आमाल दिदीले चोख्याउँदै हुनुहुन्छ डेन्जरलाई पनि ल एकछिन मम्मी अगाडि जानु होइन अनि के को डर त बोका लिएर चाहिँ नि टोली म जुकाले अघि यहाँ हान्दिसकेको छु अघि यहाँ हान्दिसकेको छु जुकाले 4-5 वटा ए मेरो त यहाँ हेर्नु न पनि पाएन हो नि त्यही भएर हिँडिहाल्नु पर्दो रहेछ सकाल आयो बुवा त अघि आएर भजन सुनेर बस्नु भएको रहेछ
देखियो बाँदरहरू ल जुकाले खाइदिए तपाईँलाई खाएन रहेछ धन्न वा जुकाले खाए तपाईँलाई मलाई म त पुरानो मान्छे जुगाले चिनेको छ ल अब के गरौँ होला बोका आएको छ 2टा अहिले आएर लखटेपछि थाहा हुन्छ मलाई बाँदर भनिस् भनेर लकट्छ अनि फलो सबैले फलो फलो त्यो चाहिँ पाथी घरमा भयो ल ल ल खोइ खोइ यस्तो गर न त्यसरी चढाउ न हो त्यसरी चढाउ ल एउटा चढाउनु फेरि गर हातले नै गरिदेऊ न हातले नै त्यहाँ अर्कोले पनि कुदाउनु पर्छ म ठिक छ ल प्रसाद हो नि त हौ अब हामी के गर्छौँ भने धुपसुप धुप बाल्ने होला नि त यहाँ बाहिर ल है त मनोकामना पुरा होस् पाथिभरामा त ल है ल खोइ देऊ त पर्छ यहाँ मुनि तलतिर ल है हामी चाहिँ पुरै यहाँ आइरहेको छौँ कुनै ठाउँमा पानी पर्छौँ हामीले ल्याउला नि ल दाजु र म चाहिँ पुरै शिकार लिएर होइन झोलामा शिकार लिएर यस्तो दौडिँदैछौँ यहाँ ओह्रालोमा यहाँदेखि झऱ्यो भने चाहिँ एकैचोटि तल गाडीभित्रै हो बिस्तारै है ल ल ल हुतिन्छ है भनेर सबैसँग राम्रो बोल्ने मामले बोलायो भने कस्तो भयो पाथिभरा माता की जय पाथिभरा माता की जय मम्मी हजुर अनि यहाँदेखि ल छिटो आउनु छिटो लिसु रिक्मो कमन ल अब हाम्रो टोली चाहिँ होइन हामी चाहिँ यहाँनिर पूजाआजा गरेर अब हामी फर्किँदैछौँ अलिकति आकाश चाहिँ कालो कालो भएको कारणले गर्दाखेरि पानी पर्छ कि भन्ने डर भएको छ तर के हुन्छ थाहा छैन के गर्न बोक्न सकिएन माम ए One hour later. ल है त हामी पाथिभरा देवी दर्शन गरेर घुम्यौँ अब फेरि घुम्दै तल झर्दैछौँ हडिया बुधबारीतिर होइन मम्मी हरिया बुझार गरेर मजाले नास्ता खाइन्छ हो मजाले होइन त दाजु त्यो चायमा हेर्नु कस्तो मजाको हो नि
सरर 15-16 केजीको बोका बोकेर आइयो सरर कामिरहेको छ अहिले यहाँनिर मैले त 14 किलो छ एक घरमा हुन्छ एबी हो भन्छ यसमा चाहिँ 8-9 किलो चाहिँ छ होला भन्छु होइन नि छ नि 12 देखि 15 चाहिँ हो छ 12 एकचोटि मिलो भन्दैमा जहिले मिल्छ भने नभन है त्यही टाउकै 2.5 केजीको थियो 2.5 केजीको टाउको त उही छोडिदिनु पर्ने टाउको पनि लानु पर्ने भनेको होइन नि यो त चढाउनु टाउको त त्यो काट्ने लान्छ नि पुजारीले पुरा ऱ्याप गरी ल्याएको छौँ हामीले खुन नझर्ने तरिकाले ल है हामी अब यो के भन्छ यसलाई नागबेली बाटो हुँदै अब सिधासम्म बाटोसम्मको यात्रा गरेर चाहिँ होइन बुवा केही भन्नु छ मैले खासै अब माथिबाट जो हाम्रो माथि सबभन्दा हाइट डाँडामा चाहिँ हजुर सबैले हामीले राम्रोसँग पाठ पूजा भयो धुपबत्ती हाम्रो सबै एकदम राम्रोसँग चाहिँ जलायौँ होइन सफा दिलले सफा दिलले र पाथी भरा मातासँग चाहिँ धेरैभन्दा धेरै हामीले आशीर्वाद माग्यौँ भगवान्सँग र देश प्रदेश र जहीँ जाँदा पनि सबै सुख शान्ति होस् भनेर चाहिँ हामीले प्रार्थनाको साथ पाथिभरा मातासँग चाहिँ आशीर्वाद लिएको छौँ भगवान्को लिएर आएको छौँ होइन त ल है त ल सबैको फलोस् फुलोस् ल सबैको जय होस् ल बाई ल दाजु ब्याङ